हेलो एभ्रिवान, यो भिडियोमा चाहिँ म तपाईलाई धेरैजना साथीहरूले कल मेसेज गरिरहनु भएको छन्। यो E7 भिजा रिगार्डिङ रहेर जुन साउथ कोरियाको स्किल्ड वर्क भिजा E7 भिजाको बारेमा हामीले एउटा भिडियो बनाएको थियौँ र सेभरल साथीहरूले टिकटकमा भिडियो बनाउनु भएको छ E7 भिजा खुलेको भनेर, र यसको बारेमा अलिकति म तपाईलाई एक्सप्लेनेसन्स गर्दैछु। पहिलो कुरो त E7 भिजा स्किल्ड वर्क भिजा हो। दोस्रो कुरा भनेको चाहिँ यो E7 भिजाको निम्ति चाहिँ जुन पहिला खुलेर रोकिएको थियो र पाटन उच्च अदालतले चाहिँ नरोक्नु भनेर आदेश दिइसके पछाडि अब सरकारले कार्यविधि बनाउँदैछ है। यसर्थ यो हो कि तपाईँ अहिले E7 भिजा तत्काल अप्लाई गरिहाल्न पाउनुहुन्न। यसको निम्ति चाहिँ सरकारी तवरबाट कार्यविधि बन्छ। कार्यविधिको कुरामा चाहिँ तपाईँले यो कसरी अप्लाई गर्ने, जस्तो कि मेन पावरलाई दिन्छ कि सरकारी तवरबाटै गर्छ भनेर सरकारले कार्यविधि बनाउँछ, अनि बल्ल तपाईँले थाहा पाउनुहुन्छ कसरी अप्लाई गर्ने भनेर चाहिँ। र दोस्रो कुरो भनेको कार्यविधि बनाउँदै गर्दाखेरि तपाईँ कुन कुन प्रोफेसन्समा चाहिँ जान सक्नुहुन्छ भनेर उनीहरूले तयार पार्छ। अहिले 80-90वटा जब क्याटेगोरिजको ड्राफ्टहरू चाहिँ रेडी गरिराखेको छ वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयले चाहिँ यो रिलेटेड कार्यविधि तयार गरिरहेका छन्। र त्यो उनीहरूले चाहिँ कार्यविधि बनाइसकेपछि यो सेक्सन्सको निम्ति यो सेक्टरको निम्ति चाहिँ साउथ कोरियन इम्प्लोयरले चाहिँ नेपालबाट हायरिङ गर्छन् भनेर उनीहरूले कार्यविधिमा तयार पार्छन्। त्यो कारणले गर्दा तपाईँ अहिले तत्काल कहीँ पनि अप्लाई गर्न पाउनुहुन्न, कसैले पनि अप्लाई गर्न पाउनुहुन्न। यसको निम्ति चाहिँ तपाईँले केही समय प्रतीक्षा गर्नुपर्छ र कार्यविधि बनिसके पछाडि सरकारी तवरबाट हुन्छ अथवा मेन पावरको तवरबाट हुन्छ भनेर जानकारी प्राप्त भइसके पछाडि हामी त्यो कुरा पनि सेयर गर्नेछौँ।